जेनजी आन्दोलनपछि गुमनाम भएका रमेश लेखक बोले पहिलो पटक भने मैले गोली चलाउने आदेश दिएकै थिइनँ। बल प्रयोग गर्ने विषयमा सम्माननीय तत्कालीन प्रधानमन्त्रीजीले गृहमन्त्रीले आदेश गरेको हो भन्ने खालले पनि चर्चाहरू विषयहरू उठेका छन्। म स्पष्ट रूपले के आग्रह गर्न चाहन्छु भने यी विषयहरूमा सम्माननीय प्रधानमन्त्री जोसुकै भए पनि गृहमन्त्रीले आदेश गर्ने भन्ने यी विषयहरू पनि होइनन् र कुनै त्यस्तो खालको बल प्रयोग गर्ने आदेश गरिएको छैन, भनिएको छैन। प्रधानमन्त्रीजीका तर्फबाट मेरो तर्फबाट भएको छैन। यो कुरा म स्पष्ट गर्न चाहन्छु। घटनाहरू दुःखद भए, धेरै मानिसको ज्यान गुमेको अवस्था भयो। सरकारी संरचनाहरू, व्यक्तिगत निजी आवासहरूमा ठुलो आगजनी भएको छ। कांग्रेस नेता एवं निवर्तमान गृहमन्त्री रमेश लेखकले उत्तेजित आग्रह, पूर्वाग्रह तथा प्रतिशोधबाट माथि उठेर मुलुकमा विधिको शासन स्थापित गरेर सबै राजनीतिक दल जिम्मेवारीका साथ अघि बढ्नुपर्ने बताएका छन्। शुक्रबार कांग्रेस पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले जेनजी आन्दोलनमा बल प्रयोगका लागि आफूले कुनै आदेश नदिएको समेत दाबी गरेका छन्। लेखकले आफू र प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनलाई दमन गर्न गोली चलाउने अथवा अन्य कुनै पनि आदेश नदिएको बताए। गोली चलाउन प्रधानमन्त्री वा गृहमन्त्रीले आदेश गरेको भनेर चलेका चर्चाहरूमा सत्यता नरहेको उनको दाबी थियो। लेखकले जेनजी आन्दोलनमा घुसपैठ भएका कारण पीडादायी घटना भएको बताए। जेनजी पुस्ताले अघि सारेका मागहरूलाई बुझेर लोकतन्त्रको मूल्य मान्यताका साथ अघि बढ्न जरुरी रहेको उनले बताए। लेखकले आन्दोलनको छानबिन गर्न बनेको आयोगले मुलुकको संविधान र कानून बमोजिम काम गर्नेमा विश्वस्त रहेको सुनाए। आन्दोलनको 1 महिनापछि लेखकले सार्वजनिक अभिव्यक्ति दिएका हुन्। यो हेर्नुहोस्। आज मुलुक अत्यन्त अप्ठ्यारो परिस्थितिमा छ। गत भाद्र 23 र 24 गते अत्यन्त दुःखद, अत्यन्त पीडादायी घटनाहरू भएका छन्। युवा पिँढीले, नयाँ पिँढीले, जेनजेड पिँढीले केही महत्त्वपूर्ण र असल मागहरू राखेर आफ्नो प्रदर्शन गरेको थियो, जसमा भ्रष्टाचार निर्मूल गर्ने, देशमा सुशासन स्थापना गर्ने, पारदर्शिता सुनिश्चित गर्ने र सूचनाको अधिकारलाई, हकलाई निर्बाध रूपले कार्यान्वयन गर्ने जस्ता महत्त्वपूर्ण विषयहरू थिए, जो नयाँ पुस्ताको मात्रै सरोकार र मागको विषय नभएर मलाई लाग्छ समग्र नेपाली, सम्पूर्ण नेपाली जनताकै चाहना, माग, आवश्यकता नै थियो भन्ने मलाई लाग्छ। र उहाँहरूले जुन प्रदर्शन गर्नुभयो त्यो प्रदर्शनले महत्त्वपूर्ण मागहरू राखेको थियो, तर दुर्भाग्यवश उहाँहरूले गर्नुभएको प्रदर्शनमा घुसपैठ भयो र अत्यन्त दुःखद र पीडादायी घटनाहरू भएका छन्। म सबैभन्दा पहिला ती घटनाहरूमा, भाद्र 23 र 24 गते भएका घटनाहरूमा ज्यान गुमाउनु हुने सम्पूर्ण व्यक्तिहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। शोक सन्तप्त परिवारहरूमा म गहिरो समवेदना व्यक्त गर्न चाहन्छु र घटनामा परेर घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको म कामना पनि गर्न चाहन्छु। यी घटनाहरू अत्यन्त दुःखदायी थिए, अत्यन्त पीडादायी थिए। मैले अघि नै आग्रह गरिसकेँ र म के आग्रह गर्न चाहन्छु भने मैले 23 गतेकै दिनमा यी दुःखद घटनाहरू भइसकेपछि मैले त्यसै दिन तत्काल नै तत्कालीन गृहमन्त्रीको पदबाट मैले राजीनामा पनि गरिसकेको थिएँ। त्यसपछि 24 गतेका दिनमा पनि अत्यन्त दुःखद र दुःखदायी घटनाहरू भए। म यति आग्रह गर्न चाहन्छु। अर्कोतर्फ अहिले एउटा अब त्यहाँ बल प्रयोग गर्ने विषयमा सम्माननीय तत्कालीन प्रधानमन्त्रीजीले गृहमन्त्रीले आदेश गरेको हो भन्ने खालले पनि चर्चाहरू विषयहरू उठेका छन्। म स्पष्ट रूपले के आग्रह गर्न चाहन्छु भने यी विषयहरूमा सम्माननीय प्रधानमन्त्री जोसुकै भए पनि गृहमन्त्रीले आदेश गर्ने भन्ने यी विषयहरू पनि होइनन् र कुनै त्यस्तो खालको बल प्रयोग गर्ने आदेश गरिएको छैन, भनिएको छैन। प्रधानमन्त्रीजीका तर्फबाट मेरो तर्फबाट भएको छैन। यो कुरा म स्पष्ट गर्न चाहन्छु। घटनाहरू दुःखद भए,
धेरै मानिसको ज्यान गुमेको अवस्था भयो। सरकारी संरचनाहरू, व्यक्तिगत निजी आवासहरूमा ठुलो आगजनी भएको छ। धेरै दुःखद घटनाहरू भए। मैले निवेदन गरिसकेँ। ती घटनाहरूका प्रति मलाई गहिरो पीडा भयो। अत्यन्त ज्यादा म दुखित भएँ। मैले तत्काल मन्त्री पदबाट राजीनामा पनि गरेको कुरा यहाँहरू सबैमा विदितै छ। यसै सन्दर्भमा अहिले मुलुकमा विकसित नयाँ घटनाक्रमलाई लिएर नेपाली काङ्ग्रेसले आफ्ना बैठकहरू निरन्तर गरिराखेको छ र आज पनि हामी पर्सि 26 गतेदेखि केन्द्रीय कार्य समितिको बैठक गरिराखेका छौँ। त्यसको पूर्व तयारीका रूपमा आज पार्टीका पदाधिकारीहरू, निवर्तमान पदाधिकारीहरू र पार्टीको केन्द्रीय कार्य सम्पादन समितिका सदस्यहरूका बीचमा आगामी कार्यनीतिका बारेमा, पार्टीका केन्द्रीय समितिको एजेन्डाहरूका बारेमा एजेन्डा तय गर्ने कुरामा छलफल भइराखेको छ। त्यसो भएको हुनाले म के आग्रह गर्न चाहन्छु भने आज नेपाली काङ्ग्रेसमा पनि समग्र एकताको आवश्यकता छ। नेपाली काङ्ग्रेसमा मात्रै होइन, आज मुलुकमा यो संविधानको रक्षाका निमित्त लोकतान्त्रिक पद्धतिको सुस्थापना र यसको सुसञ्चालनका निमित्तमा सबै जिम्मेवार राजनीतिक दलहरूका बीचमा बृहत्तर एकता, बृहत्तर सहकार्य, बृहत्तर संवादको आवश्यकता छ र मुलुकलाई हामीले सहकार्यबाट, संवादबाट, सहमतिबाट अगाडि बढाउनु पर्नेछ। युवा पुस्ताले, जेनजी पुस्ताले जुन मागहरू उठाउनु भएको छ ती मागहरूलाई पनि समेटेर, ती भावनाहरूलाई पनि समेटेर सबै राजनीतिक दलहरू आपसमा संवादका माध्यमले लोकतान्त्रिक पद्धतिलाई, लोकतन्त्रका मूल्य र मान्यताहरूलाई जीवित राखेर अगाडि बढाउनु पर्ने जरुरी छ। र त्यसो भएको हुनाले अहिलेको अवस्थामा अहिले उत्तेजित हुने अथवा चाहिँ त आग्रह, पूर्वाग्रह, प्रतिशोध आदि इत्यादिबाट माथि उठेर हटेर मुलुकमा विधिको शासन स्थापित गरेर सबै राजनीतिक दलहरू जिम्मेवारीका साथ अगाडि बढ्न जरुरी छ। र नेपाली काङ्ग्रेसले पनि आफ्नो पार्टी बृहत्तर एकता गरेर जसरी हिजो नेपाली काङ्ग्रेसले इतिहासमा देशमा सङ्कट आइपर्दा नेतृत्वदायी भूमिका निर्वाह गर्यो, सङ्कट आइपर्दा मुलुकलाई ठिक ढङ्गले निकास दिने कुरामा नेतृत्व प्रदान गर्यो, आज नेपाली काङ्ग्रेसको काँधमा महत्त्वपूर्ण जिम्मेवारी आएको छ र पार्टीलाई एकताबद्ध गरेर अगाडि बढाएर हामीले अहिलेको स्थितिलाई ठिक ढङ्गले ठिक ठाउँमा पुर्याउने गरेर अगाडि बढ्नुपर्छ। त्यसै बारेमा केन्द्रित भएर बैठक सञ्चालन भएको छ। धन्यवाद। यो पुस्तान्तरणको कुरा आइरहेको छ। जेनजीले जुन माग गर्यो भनेर अहिले जुन पार्टीभित्र पनि महामन्त्रीज्यूहरूले त्यो कुराहरू उठाइराख्नु भएको छ, यहाँहरूले कसरी त्यसलाई ट्याकल गरिराख्नु भएको छ? योभन्दा अगाडि अलिकता जोडेँ मैले। त्यो 23 र 24 को जुन घटना थियो त्यो घटनालाई छानबिन गर्नलाई चाहिँ एउटा आयोग बनेको छ। यो आयोगको काम कारबाहीलाई यहाँहरूले कसरी हेर्नु भएको छ? पहिलो कुरा त यहाँले भन्नुभएको 23 र 24 गतेको घटनाको छानबिन गर्नका लागि आयोग बनेको छ। म अहिले के मात्रै आग्रह गर्न चाहन्छु भने सरकारले, आयोगले, राजनीतिक दलहरूले हाम्रा लोकतान्त्रिक मूल्य मान्यताहरू छन्, ती मूल्य पद्धतिभित्र बसेर मुलुकको संविधान र कानुन बमोजिम आफ्ना कामहरू सम्पादन गर्नुपर्छ। म यति आग्रह गर्न चाहन्छु र सबैलाई कानुनी शासनको मान्यताभित्र बसेर आफ्ना कामहरू अगाडि बढाउँ भन्ने मेरो आग्रह छ। त्यसैले हामी ठिक ठाउँमा पुग्न सक्छौँ। म यति आग्रह गर्न चाहन्छु।